सबैजना सन्चै आरामै हुनुहुन्छ होला है। म पनि त्यस्तो सन्चो छैन साथीहरू। मलाई चाहिँ रुगा लाग्ने, टाउको दुख्ने भइरहेछ। मौसम लास्टै चिसो छ साथीहरू। सबैले आफ्नो ख्याल गर्नु होला। आज चाहिँ मेरो दिनको सुरुवात कसरी हुन्छ हेर्नु है त। हाम्रो घर चाहिँ धन्य यस्तो भयो साथीहरू। यति राम्रो भएछ यो धन्य। अब चाहिँ यो खाने बेला भइसक्यो। मर्निङ भ्यू साथीहरू हाम्रो घरतिर। यस्तो कुहिरो लाहा जाडो छ, घाम लाग्दैछ बल्ल, कुहिरो पनि लागेछ। यस्तो कुहिरो लाहा। हाम्रोतिर चाहिँ अमिलो अझै पनि छन् साथीहरू। मैले चाहिँ अब फुलमा पानी हालिदिन्छु साथीहरू। मेरो फुल चाहिँ यस्तो भन्छन्। हामी चाहिँ घाँस काट्न हिँड्यौँ साथीहरू दिउँसोको 12 बजे। म र दिदी भएर घाँस काट्न हिँड्यौँ। दोको मलाई बोकाउनु भएछ। म कसो गरिदिनु कसरी मिलाउँछ पर्यटन आएको छ। हात काट्नु लागि हामीले चाहिँ अब अमिलो खाने हो साथीहरू। आजल पनि पाइन्छ अमिलो हेर्नु। भण्डार गरेर राखेको क्या। बोक्रा चाहिँ कति मिठो हुन्छ यसको साथीहरू। अमिलो होला आज हुन्छ नि। रसिलो हुन्छ। रसै चाहिँ यस्तो फुट्यो। आवाजमा कट गर्नु मिल्दैन।
पेट पोलो छ फेरि भयो खै यसको बिर्को मिठो छ अमिलो अन्त मिठो खान अमिलो धेरै अमिलो भएर आजसम्म राखेको अर्को फल्ने बेला भयो अब मान्छे पारी कसले पनि सक्दैन क्या घाँस काट्न आएको भारी नि पुग्यो ठुलो भएछ भारी यसको इनाम मलाई है भारी पुग्यो नानुलाई धेरै भारीले चाप्यो उता हेर त तिम्रो फेस हेर हामीले चाहिँ घाँसको बारी पुऱ्यायौँ साथीहरू अब चाहिँ दाउरा खन्यो दिदी उहाँ जानु दाउरा खन्न मैले घाँसको बारी त्यहाँ राखेको छु पछि हामीले दाउरा खोज्छौँ अनि मात्र घर जान्छौँ साथीहरू यति खोज्यौँ बल्ल म यहाँ बस्ने दिदीले दाउरा खन्यो त्यहाँ र चाहिँ म एकछिन बस्छु दिदीले दाउरा खन्नुहुन्छ हे भगवान मैले त्यत्रो घाँस काट्दै र त यस्तो मलाई भिडियोमा खिच्दै बस्दै गरी कि दाउरा भनेपछि त चप्पल फाली फालिने साथीहरू यो आइमेल धेरै दुःख देखिआएको घाँस काटौँ भनेर घाँस काटे दाउरा खोज्ने बेला त आफूले लै आफूले खोजे